चारै युग तयार छन् माता तीर्थ महात्म्य सुनाउनका लागि। यो तीर्थमा चारै युगले तीर्थाटन गरेका छन्। यसर्थ माता तीर्थ भौगोलिक दृष्टिकोणले नेपालमा भए तापनि यो विश्वकै एक अखण्ड र दुर्लभ तीर्थ हो। एउटा धार्मिक, सांस्कृतिक र ऐतिहासिक तीर्थ हो। यस महातीर्थका विषयमा पुराना कुरालाई तथ्यको सियोले सिएर त्यसको श्रृङ्खलाबद्ध रूपमा यहाँ प्रस्तुत गर्ने कोसिस गरेको छु। पुरै भिडियो हेरेर हामीलाई साथ दिनुहोला। यस महातीर्थमा म तपाईहरूलाई सिधै तीर्थमा नलगी सृष्टिकी स्रष्टा आमाको वास्तविक महिमा, चारै युगका साक्षी, शास्त्रहरू, उखानहरू र कवि तथा विद्वानहरूका भनाइबाट पुष्टि गराउँदै लैजानेछु। उखान टुक्काहरूमा माताका महात्मा यस्तो रहेको छ। आमा छौन्जेल माइती, आमा छौन्जेल मिठो मसिनो, आमालाई देखे भोकै हराउँछ, अरूको लाख आमाको काख, आमाले दिएको सिस्नाको तिउन पनि खिरै खिर हुन्छ, आमा बिनाको संसार सधैँ अँध्यारो, आमा बिनाको घर के घर, आदि इत्यादि। आमाका विषयमा यस्ता सयौं उखान छन्। उखानहरू भनेका मानव अनुभवले सिद्ध गरेका साध्यहरू हुन्। अत यी उखानहरू छोराछोरीको तरल हृदयले आविष्कार गरेका आमाका स्वरूपहरू हुन्। यी सबैमा सन्तानहरूको एउटै आवाज सुनिन्छ। आमाको मूल्य हुँदैन, आमा अमूल्य हुन्छन्। उनको महिमा अनन्त छ। आमाको अभावलाई कुनै वस्तुले पनि पूरा गर्न सक्दैन। अब हामी प्रस्तुत गर्दैछौँ विश्व प्रसिद्ध एवं कविहरूले माताका बारेमा के भनेका छन्। जो मानिसको साथमा ममतामयी आमा हुन्छन् ऊ कहिल्यै गरिब हुन सक्दैन। अब्राहम लिङ्कनको यो अनुभवले संसारको सबैभन्दा धनी मानिस पनि आमा बिना धनी हुन सक्दैन भन्ने हाम्रो शास्त्रीय मान्यताकै पंक्तिलाई पुष्टि गरेको छ। तिमी मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु। नेपोलियन बोनापार्टको यो अनुभवलाई निकै मार्मिक मानिन्छ। आमाका विषयमा उनको यो अनुभवलाई विश्वले नै तारिफ गर्ने गर्छ। यसले परिवारभित्र एउटा असल आमाको भूमिकाले सिङ्गो राष्ट्रलाई नै कसरी प्रभावित पार्छ भन्ने यथार्थलाई उजागर गरेको छ। असल आमा बिना न सन्तान, न समाज, न त राष्ट्र कोही पनि सही मार्गमा हिँड्नै सक्दैनन्। आज मैले जति गरे यी सबैका लागि म मेरी आमाप्रति ऋणी छु। जर्ज वासिङटनले पनि आमाबारे यो वाक्य यसै बोलेका थिएनन्। झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्। जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा, सिर्जना मूल हुन् आमा स्रष्टाको इतिहासमा। कवि कृष्णप्रसाद भट्टराईले लेखेको यो एउटा पंक्ति थियो। अर्को पंक्ति यस्तो छ, हो बा त्यो आउँछ, त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ, ऊ अर्धमसित लड्नेछ, त्यो हिउँ र आगो भन्दा पनि बढ्ता छोड्ने भएर आउँछ। मैले यो कुनै अल्छी सपना देखेको होइन, त्यो आएपछि तिमी यसरी मेरो काखमा आएर घोप्टिने छैनौ। मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारी रहनु पर्ने छैन, त्यो आउनेछ, तिमी उठ्नेछौ। यो पंक्ति थियो गोपाल प्रसाद रिमालको कविता आमाको सपनाबाट। यो उनको एक उत्कृष्ट युगीन कविता हो। एउटी असल आमा माता महाकालीकै स्वरूप हुन्। उनी सन्तानका लागि अद्वितीय आत्मबलकी शौर्य हुन्। उनी सन्तानलाई जीवनभर झकझकाउँछिन्। उनले आफ्ना सन्तानलाई कायर र डरपोख भएको देख्न रुचाउनन्। अधर्मको अगाडि सन्तानको शिर झुकेको आमाका आँखाले देख्न चाहदिनन्। अत आमाले सन्तानलाई आत्मबल र साहसले जगाइरहन्छन्। कवितामा होस् वा अन्य कुनै भनाइमा संसारमा यस्ता अरू हजारौं कवि र विद्वानहरू छन् जसले आमाको महिमा आफ्ना मुक्त कण्ठले व्यक्त गरेका छन्। पौराणिक कथामा माताको बारेमा के लेखिएको छ त त्यसबारेमा थोरै जानकारी दिन चाहन्छु। यो कथा महाभारत कालको हो। त्यति बेला विदुला कुनै देशकी मुमा महारानी थिइन् र उनका छोरा सञ्जय त्यो देशका राजा रहेका थिए।
एकपटक छिमेकी देशका सिन्धु राजले उनको देशमा आक्रमण गर्दछन्। युद्धमा हारेर विदुला पुत्र सञ्जय युद्ध छाडेर भाग्दछन्। युद्धमा कायर भई भागेकाले महारानी पुत्र सञ्जयसँग क्रोधित हुन्छन् र भन्छन्, थुक्क नामर्द, याउ नभएको डरपोख, त मेरो कोखबाट कसरी जन्मिन पुगिस्? यस्तो काँतर त बरु नजन्मिएको भए पनि हुन्थ्यो। मेरो दूध खाएको भए त हारेर भाग्दैनथिस्। त भागेर बाँच्नुभन्दा त बरु युद्धमै साहसका साथ लडेर मरेको भए त प्रति मेरो गर्व हुन्थ्यो। थुक्क कायर, तैँले पुर्खाको प्रतिष्ठा माटोमै मिलाइस्। धिक्कार छ मलाई त जस्ताकी आमा हुनु परेकोमा। जब सञ्जयले आमाका यी वचन सुन्छन् तब उनी युद्धमा फर्किन्छन् र सिन्धुराजलाई हराएर आमा सामु पुग्छन्। अनि विदुला आफ्नो पराक्रमी छोराको आमा हुन पाएकोमा गर्वले छाती फुलाउँदै भन्छन्, स्याबास छोरा, त मेरो रगत होस्। यसले स्पष्ट पार्छ कि आमाका हरेक बाणी छोराछोरीका लागि आत्मबल, साहस र विजयका द्योतक हुन्। यसरी पौराणिक कालमा आमाको उपदेशबाट धेरै सन्तानले सफलता प्राप्त गरेका उदाहरणहरू हामीसँग प्रशस्तै रहेका छन्। अर्को कथा पुराणकालीन समयको हो। त्यति बेला देवपत्तन भन्ने सहरमा सिगुरी र निगुरी दुईटी नारी बस्थे। एक दिन अचानक एउटीको अबोध बच्चा हरायो, जसलाई अर्कीले भेटी। अर्कीका आफ्ना सन्तान थिएनन्। हराउनेले उसको साथमा भएको हराएको बच्चा आफ्नो भएकाले फिर्ता दिन आग्रह गरिन्, तर भेट्नेले उक्त बच्चा आफ्नै भएको दावी गर्न थालिन्। दुवैले बच्चालाई मेरो मेरो भन्न थाले। यही विषयमा उनीहरूको भनाभन हुन थाल्छ, तर विवाद टुङ्गिन सक्दैन। अत न्यायका लागि यी दुवै न्यायाधीशकोमा जान्छन्। न्यायाधीशलाई पनि दुवैले मेरो मेरो भनेको बच्चा खासमा कसको हो भनेर छुट्याउन गाह्रो भइरहेको थियो। सोच्दा सोच्दै न्यायाधीशको दिमागमा यो मुद्दा फैसलाका लागि एउटा उपाय आउँछ। न्यायाधीश भन्छन्, मैले यो बच्चा कसको हो फैसला गर्न सकिनँ, अत म यस बच्चालाई टाउकादेखि चिरेर दुई भाग लगाएर तिमीहरूलाई आधा आधा दिन्छु। न्यायाधीशको यस्तो डरलाग्दो निर्णय सुनेर निगुरी खुसी हुन्छे, तर सिगुरीको सातो जान थाल्छ। ऊ भित्र मातृत्व उर्लिएर आउँछ अनि उसले न्यायाधीशसँग भन्छे, हे न्यायकर्ता, बरु मेरो बच्चा निगुरीले नै लैजाओस्, तर यसलाई चिरेर नमार्नुहोस्। सिगुरीको यो निर्णय सुनेपछि न्यायाधीशलाई यो बच्चा उनैको भएको निर्णय गर्न सजिलो भयो। यो पौराणिक कथाले सन्तानका लागि आमाको ममता, अथाह स्नेह र अनुपम त्यागलाई मार्मिक रूपमा बताउँछ। यी कथा त नमुनाका लागि राखिएका हुन्। वैदिक शास्त्रमा माता महात्म्यका लागि रचिएका अरू अनेकौं कथाहरू रहेका छन्। वैदिक शास्त्रहरूमा माता महात्म्यका के महात्म्यहरू छन् त, त्यो पनि जानौ न त। पूर्वीय वैदिक शास्त्रले जति आमाको महिमालाई अन्य कुनै शास्त्रले बुझ्ने र बुझाउने आँट गर्न सकेका छैनन्। यी हरेक शास्त्रहरूको पहिलो पाना त्वमेव माता च पिता त्वमेवबाट आरम्भ हुन्छ। यस्तै पठन पाठन या कुन्देन तुषारहार धवलाया शुभ्र वस्त्रावृता माता सरस्वतीको वन्दनाबाट सुरु हुन्छ। आमाले सन्तान जन्माउँछिन्, हुर्काउँछिन्, केही समय ताते ताते गर्दै तिनका हात समातेर डोराउँछिन्। परन्तु उनको हृदयले आफ्ना सन्तानलाई जीवनभर डोराउन छाड्दैनन्। अत थाहा छैन उनले कसरी सृष्टि आरम्भ गर्छिन्, तर आमा सृष्टिकी आरम्भकर्ता भने पक्कै हुन्। अत मातृदेवो भव भन्दै आमालाई शास्त्रले त्यसै प्रथम प्रार्थना गर्न निर्देश गरेको छैन। अनि न्यायशास्त्र मनुस्मृतिको अध्याय 2 को श्लोक 145ले भन्छ, उपाध्याय भन्दा 10 गुणा आचार्य, आचार्य भन्दा 100 गुणा पिता र पिता भन्दा 1000 गुणा माता हुन्छन् भन्दै आमाको बृहत महिमा त्यसै गाइएको होइन। यसरी नै दुर्गा सप्तशतीमा भनिएको छ, आमालाई समस्त जीवहरूमा रहने देवीकै रूपमा बारम्बार नमस्कार भनिएको छ। माता महात्म्यका लागि केही अन्य महत्त्वपूर्ण श्लोकहरू पनि रहेका छन्। बहुचर्चित एउटा श्लोक रहेको छ, कुपुत्रो जायते क्वचिदपि
कुमाता नभवती अर्थात् छोरा कुपुत्र भए पनि माता कहिल्यै कुमाता हुँदिनन्। मातृवत परदारेषु अर्थात् अरूलाई पनि आमालाई जस्तै आदर र सम्मान गर्नुपर्छ। माता सुदम अस्ति तत्सुचि भवतु ऋग्वेदले भनेको यो वाक्यले भन्छ आमा सन्तानका लागि शुद्धता र पवित्रता हो, अमान्य मातर। यजुर्वेदमा भनिएको यो वाक्यले भन्छ आमा सबै ज्ञानकी मुहान हुन्, मात्रा भवतु सम्मना। अथर्ववेदमा भएको यो वाक्यले गर्भमा शरीरको धारण गर्ने आमाको महत्त्वलाई बुझाउँछ, माता सदा सर्वदा पुत्री। सामवेदको यो वाक्यले भन्छ आमा सन्तानका लागि सधैँ आधार र समर्थन हुन्। त्यस्तै उपनिषदको वाक्यले पनि भन्छ जहाँ आमाको सम्मान र आदर हुँदैन त्यहाँ समृद्धि असम्भव छ। धर्मराज सन्तानको पालना गरेर धर्मको मार्गमा हिँड्न सधैँ सचेत रहनुहोस्। कुन्तीले महाभारतमा भनेको वाक्य थियो यो, जसले आमाको शिक्षा र मार्गदर्शनको महत्त्वलाई उजागर गरेको छ। जसले आमाको माया अनुभव गरेको छ उसले मात्र जीवनको वास्तविक अर्थ बुझ्न सक्छ। महाभारतले पनि यसै भन्छ। आमाले सबै कुरा भुल्न सक्लिन् तर सन्तानप्रतिको प्रेमलाई कहिल्यै भुल्न सक्दिनन्। त्यस्तै महाभारतले अर्को पनि भन्छ आमाले सबै कुरा भुल्न सक्लिन् तर सन्तानप्रतिको प्रेमलाई कहिल्यै भुल्न सक्दिनन्। आपदी मातैव शरणम अर्थात् विपदको समयमा सबैले आमा सम्झिन्छन्। यसैले त कहीँ कतै ठक्कर लाग्दा मुखबाट अनायासै अय्या मरे नि आमा निस्कन्छ। अत यसले पनि पुष्टि गर्छ कि हाम्रो अचेतन मनमा पनि आमाले दह्रो डेरा जमाएर बसेकी हुन्छन्। माता पुनः पुत्राणाम स्वर्गापवर्गदायिनी। भागवत पुराणमा आमाको यो आमा स्वर्ग र मोक्षको दात्री हुन् भन्ने श्लोकले झनै आमाको महत्त्व र संस्कार दिने भूमिकालाई रेखाङ्कित गर्दछ। भागवत पुराणले भन्छ सधैँ आमाको स्मरण गर्नेको धर्ममा वृद्धि हुँदै जान्छ। विष्णु पुराणको श्लोकले आमालाई सधैँ पूजा गर्न र भक्तिपूर्वक सेवा गर्नुपर्ने कुरा उल्लेख गरेको छ। त्यस्तै स्कन्द पुराणको श्लोकमा आमाको प्रेमले सधैँ तृप्ति ल्याउने कुरा बताइएको छ। यस प्रकार वेद होस् वा पुराण, रामायण होस् वा महाभारत, हाम्रा त्यस्ता कुनै ग्रन्थ छैनन् जसले आमाको श्रद्धा गर्न अथवा आमाको स्वभाव, गुण र महत्त्वलाई सम्मानपूर्वक वर्णन गर्न नसकेको होस्। यी सबै शास्त्रले एउटै स्वरमा भन्छ सन्तानको संरक्षण र संस्कार व्यक्तित्वमा आमाको योगदान अमूल्य छ। आमा उच्च आदर र सम्मानकी प्रतीक हुन्। आमाका मुटुका 4 कोठाहरू नै सन्तानका लागि विद्यालय र महाविद्यालयका कोठाहरू हुन्। यिनै कक्षा कोठामा छोराछोरीले जीवनका उच्चतम उच्च संस्कार र संस्कृति सिकेका हुन्छन्। यसर्थ आमा सन्तानहरूका लागि संस्कार र शिक्षाको पहिलो पाठशाला र पहिलो गुरु हुन्। गीतामा भनिएकै छ संस्कार र धर्मको पालना गर्न माताको जिम्मेदारी हुन्छ। अब हामी माता तीर्थको महात्मा अर्थात् माता तीर्थ के हो यसको बारेमा पूर्ण जानकारी दिँदैछौँ। हामी हिँड्दै गर्दा जहाँ जहाँ पाइलाले टेक्छन् ती सबै ठाउँमा तीर्थ छन् अर्थात् ती सबै ठाउँ तीर्थ हुन्। हिँडेपछि जहाँ उभिन्छौँ हामी तीर्थमा उभिन्छौँ अनि हामी जहाँ आराम गर्छौँ तीर्थमा आराम गर्छौँ। अत नेपालमा जन्मिनु र नेपाली हुन पाउनु तीर्थमा जन्मिनु हो। जन्मदेखि मरणसम्म तीर्थाटनी बन्नु हो। यस्तो सौभाग्य नेपाली बाहेक विश्वमा कुनै देशका नागरिकलाई जुरेकै छैन। नेपाल तीर्थै तीर्थको देश हो अनि काठमाडौँ मन्दिरै मन्दिरको राजधानी, त्यसैले यो तीर्थधानी हो। अब म तपाईलाई नेपालको राजधानी काठमाडौँको पश्चिमतर्फ एउटा महातीर्थ छ, माता तीर्थ छ, त्यसतर्फको उत्पत्तिको प्रसङ्गका केही रोचक कथाहरू सुनाउनेछु। पहिलो कथा यस्तो रहेको छ। कथा सत्ययुगको हो। महादेव र सतीदेवीको युगको हो। महादेव सतीका पति र दक्षका मन नपरेका ज्वाइँ भएकाले उनले आफूले गरेको महायज्ञमा महादेवलाई निमन्त्रणा गर्दैनन्।
त्यसकारण यो यज्ञ सृष्टि र सृष्टिको कर्तव्य विपरीत भएको ठहर गर्दै बाबुको यज्ञमा छोरी पार्वती पुग्छिन्। त्यहाँ उनले पिताजीबाट आफ्ना पतिको अपमान सुनेर असह्य हुन्छन्। फलत सतीले पिताजीको उक्त यज्ञकुण्डमा हाम फालेर आत्मदाह गर्छिन्। यो खबर महादेवले सुन्छन्। यसैका कारण दक्षको यज्ञ नष्ट हुन्छ अनि महादेवले अग्निले जलाउन नसकेको सतीको देह बोकेर पृथ्वीभरि डुल्न थाल्छन्। यही क्रममा सतीदेवीको एउटा अङ्ग यस स्थानमा पतन भएको र त्यहाँ मातुलेश्वर महादेवको उत्पत्ति भएको शास्त्रीय मान्यता छ। यसकारण शास्त्र सम्मत विधिद्वारा यहाँ आएर गरिने कर्मकाण्डले आमाको मृत आत्माले मोक्ष पाउने र सन्तानहरूले जीवनभर सुख सन्तोष प्राप्त गर्ने जनविश्वास सत्ययुगबाटै रहँदै आएको तथ्य यसै कथाबाट पुष्टि हुन्छ। त्यस्तै दोस्रो कथा भने यस्तो रहेको छ। सत्ययुगबाट प्रारम्भ भएको यो दिव्य स्थानमा त्रेतायुगमा भगवान श्रीराम र माता सीताबाट पुनः शक्तिपात हुन्छ। आफ्नो 14 वर्षीय वनवासको क्रममा श्रीराम लक्ष्मण र सीता माताका साथमा घुम्दै हालको माता तीर्थको स्थलमा आइपुग्छन्। स्थानीयहरूले अपरिचितका रूपमा उनीहरूमाथि आक्रमण गर्न थाल्छन्। दुवै पक्षबीच घमासान युद्ध हुँदा स्थानीय लडाकुहरू भोक प्यासले शिथिल हुन्छन्। सीतामाता पनि प्यासले आकुल व्याकुल हुन्छन्। सीतामाताका लागि रामले वरिपरि पानीको स्रोत खोज्न थाल्छन्। पिउनका लागि पानीको स्रोत कतै नभेटेपछि श्रीरामले 3 पटक माता गङ्गा समो तीर्थ पिता पुष्करमे वच मन्त्रोच्चारण गर्दै जमिनमा बाण हान्छन्। त्यही बाण हानेको स्थान अर्थात् मातुलेश्वर महादेवको उत्पत्ति स्थानमा पानीको उक्त कुण्ड उत्पत्ति हुन्छ। प्यासले छटपटाएकी सीताले अञ्जुलीमा पानी उभाएर पिउन थाल्दा उक्त पानीमा उनलाई सम्पूर्ण ब्रह्माण्डको दर्शन मिल्छ। साथै कुण्डभित्र ढुङ्गामा परेको उनको छाया मूर्तिमा कुँदिन्छ। रामद्वारा निर्मित यो सीताकुण्ड नै आज माता तीर्थको नामले प्रसिद्ध रहेको छ। त्यस्तै तपाईलाई अर्को पनि एउटा कथा बताउन चाहन्छु। यो कथा हो त्रेतायुगको। त्रेतायुगमा राम निर्मित उक्त सीताकुण्ड द्वापर युगमा फेरि ग्वालाद्वारा ठूलो चर्चामा आउँछ। कथा यसरी सुरु हुन्छ। एक दिनको कुरा हो, ग्वाला अर्नी बोकेर गाई चराउन गोठालो जान्छन्। गाईहरू कुण्डको वरिपरि चरिरहेका हुन्छन्। मध्याह्नपछि समय पश्चिमतिर कोल्टिँदै जान्छ, अर्थात् अर्नी खाने बेला भएको हुन्छ। उसले अर्नी रोटी लिएर गएको हुन्छ। उसले कुण्डको छेउको ढुङ्गामा बसेर रोटी निकालेर खान थाल्दै गर्दा अकस्मात रोटी उसको हातबाट खसेर कुण्डमा डुब्छ। रोटी सँगसँगै उसका आँखा पनि कुण्डमा डुब्छन्। ठिक त्यही समयमा कुण्डमा डुबेका उसका आँखाले आफ्नी दिवंगत आमाको मुख देख्छन्। आमाको मुख देखेर ग्वाला आमा भनेर चिच्याउँदै भक्कानिएर रुन थाल्छ। आमालाई आफूसँगै घर जान आग्रह गर्छ। नली नजाने जिद्दी गर्न थाल्छ। कुण्डमा मुख देखिएकी उसकी आमाले आफू दिवंगत भइसकेकाले घर फर्किन नमिल्ने कुरा गर्छिन्। त्यो दिन मौकाले हिन्दू परम्परा अनुसार वैशाख कृष्ण औँसीको दिन हुन्छ। आमाले छोरालाई सम्झाउँदै, बाबु नरौ, प्रत्येक वर्ष आजकै दिन अर्थात् वैशाख कृष्ण औँसीका दिन हामी दिवंगत माताहरू यहाँ आउँछौँ। अत हरेक वैशाख कृष्ण औँसीका दिन यस तीर्थमा तिमी मेरो आशीर्वाद लिन आउनु र त्यही दिन तिमीले मेरो मुख पनि हेर्न पाउनेछौ भनेर सम्झाउँछिन्। आमाको यही बाचालाई विश्वास गरेर उक्त दिन छोरो गाईहरू लिएर घर फर्कन्छन्। आमाको बाचा अनुसार हरेक वर्ष ऊ आमाको आशीर्वाद लिन र मुख हेर्न रोटी र फलफुल लिएर उक्त कुण्डमा जान थाल्छन्। यसरी दिवंगत आमा उक्त कुण्डमा आज पनि आउने र आफ्ना सन्तानले दिएको पिण्ड तर्पण ग्रहण गरी उनीहरूलाई आशीर्वाद दिएर र मुख देखाएर आफ्नो पूर्व यात्रामा फर्किन्छन् भन्ने अघिल्ला 3 युगदेखि जनविश्वास बोकेको यस पवित्र स्थल आज पनि उस्तै शक्ति र भक्तिभावले ओतप्रोत छ।
माथिका यी कथाहरू कथा मात्रै होइनन्, यिनीहरूले त सत्य, त्रेता, द्वापर र कली चारै युगहरू माता तीर्थका साक्षी बसेको प्रमाण दिइरहेका छन्। आमालाई प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रहरूमा उल्लेख छ। अत सन्तान कहिल्यै आमाका लागि आफूले गर्नुपर्ने कर्तव्यबाट विमुख हुनै हुँदैन। यस सन्दर्भमा महर्षि वाल्मीकि रचित रामायणमा रामले रावणलाई मारेपछि लक्ष्मणले रामलाई सुनै सुनको सुन्दर लङ्कामै बसेर राज गर्न अनुरोध गर्दा रामले लक्ष्मणलाई सम्झाउँदै भनेको यो बाणी निकै प्रसिद्ध छ। अपि स्वर्णमयी लङ्कानमे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। यस बाणीले हामीलाई सधैँ आमाप्रतिको कर्तव्य सम्झाउँदै भन्छ, आमाको छाया वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो।